हामी संसद अवरुद्ध मात्र गर्दैनौँ, बहिष्कार पनि गर्न सक्छौँ। हामीले पटक पटक सदन व्यवस्थित गरेर लैजाउँ, सदनलाई रचनात्मक बनाऊँ, जनताको भावनालाई समेटौँ, अगाडि बढाउँ भनेका छौँ। आज सत्तारूढ दलकै पक्षबाट पनि राष्ट्रिय राजनीतिको एउटा संवादको वातावरण नबन्ने र दोस्रो जो यत्रो ठुलो जनमत उहाँहरूले नै नीति तथा कार्यक्रममा भन्नुभएको छ, यो ऐतिहासिक जनमत पाएको छ। यो जनमतलाई नै जनमत प्राप्त र जनमतबाट यही संसदबाट चुनिएको प्रधानमन्त्री नै आज जवाफदेही रहनु भएको छैन। हामी सधैँ भनेका छौँ, अझ उहाँहरूले हामीभन्दा चर्को स्वरले अकाउन्टेबिलिटीको कुरो, रेस्पोन्सिबिलिटीको कुरो उठाउनु भएको थियो। जवाफदेही त यही हो त उत्तरदायित्व। म प्रश्न गर्न चाहन्छु, कुन दिन कुन समय कहिले नेकपा एमाले जवाफदेही बनेको थिएन? हामी कहिले जवाफदेही बनेको थिएन? यस्तो खालको जवाफदेहीहीनताले देशलाई समाधान जान्छ? हामीले केही कुरो गरेको छैनौँ। आज प्रतिपक्षले जम्मा जम्मी संसदमा हराएको तर सिंहदरबारभित्रै रहेको योभन्दा ठुलो महत्त्वपूर्णको क्षेत्र अरू कुन छ जो सरकारले ल्याएको नीति तथा कार्यक्रममा छलफल हुन र एन्सर दिन सहभागी र समय निकाल्न नसक्ने यही संसदबाट चुनिएको प्रधानमन्त्री कहाँ हुनुहुन्छ? र ठिक छ, आज आउनु भएन, भोलि आउने असिरेन्स छ कि छैन, यही मात्रै सभामुख महोदयसँग हामीले माग गरेका छौँ। त्यही कारणले यही संसदले बनाएको र जनताको जनादेशबाट प्राप्त सरकार यसरी जवाफहीनताबाट अगाडि बढ्न सक्दैन। जवाफदेहिता चाहिन्छ र हाम्रो एन्सर हामीले चुनिएको प्रधानमन्त्रीले संसदमा उत्तर दिनुपर्छ। हामीले धेरै पनि अडान के गरेका छैनौँ। आज उहाँले जानकारी दिनुभएको छ भनेर पछि खबर आयो, हामीलाई सदनमा सुरुमा जानकारी थिएन। भोलि उहाँले आएर उत्तर दिनुहुन्छ भने आज यो संसद चाहिँ हामीले सहज ढङ्गले अगाडि बढाउँछौँ भनेर यति लचकता प्रतिपक्ष हुँदाहुँदै पनि एकातिर राष्ट्रिय राजनीतिको कुरो पनि, एकातिर दलहरूको संवादको विषय पनि सत्तारूढ दलले नगर्ने हुँदा केही प्रश्न गर्यो कि हिजो तिमीहरूले गरेको थिएनौ त्यो कारणले भनेर एन्सर दिने यस्तो भाष्य हो भने आज किन द्वितीय राष्ट्रसभालाई चाहियो? हिजो तिमीहरूले गरेका थिएनौ भन्ने मात्रै एन्सर हो भने त्यसो भए किन द्वितीय चाहियो? हो, हिजो हामीले धेरै गरेका थियौँ, केही त्रुटि गरेको थियौँ भने फेरि झन् राम्रो गर्नेछौँ, अझ राम्रो गर्नेछौँ र यस्ता खालको कसैलाई भाष्य बनाएर कसैलाई दोष लगाएर पन्छिने चलन नेकपा एमालेको छैन, हाम्रो छैन। हामी जिम्मेवारी लिन्छौँ, अगाडि बढाउँछौँ। यो ढङ्गले संसद अगाडि जान दिँदैन। संसदीय नियमावलीमा प्रधानमन्त्री उपस्थित हुनुपर्छ नै भन्ने बाध्यकारी व्यवस्था नभएको कारणले गर्दाखेरि उहाँले प्रतिनिधि तोक्नुभयो अर्थमन्त्रीलाई भन्ने कुरा छ। अब संसदीय नियमावलीका आधारमा अर्थमन्त्रीलाई जवाफ दिन लाउँदा त किन आपत्ति रहेर यहाँको? नियमावलीको मात्रै विषय भएन। त्यसो भए 5 वर्ष प्रधानमन्त्री नआइदिने? क्याबिनेट त आफ्नो अन्डरको भयो। त्यसो बाहिर प्रश्न आए जति सबै प्रधानमन्त्री भाग्ने हो भने किन संसद चाहियो? त्यसो उहाँले तोकिदिनुहुन्छ भने किन प्रधानमन्त्री अहिले तोकिदिएर हिँड्यो भने त? तोकिदिएर मात्रै चलेको संसद बनेको एउटा जिम्मेवार थल हो, रचनात्मक थल हो, एउटा हाम्रो 3 करोड जनताहरूको सबभन्दा आशा भएको थल हो र यसमा जवाफदेहिता हुनुपर्छ। प्रधानमन्त्री यसको मुख्य भूमिका हुन्छ। उहाँले नै ल्याएको नीति तथा कार्यक्रमको छलफलमा छौँ हामी। सरकारको प्रमुख उहाँ हुनुहुन्छ। सरकार प्रमुख भाग्ने भनेको संसदले उहाँको आफैले ल्याएको नीति तथा कार्यक्रम कि आफैले स्वीकार छैन भन्नु पऱ्यो, हामीले ल्याएको होइन भन्नु पऱ्यो। त्यसो उहाँले ल्याएको नीति तथा कार्यक्रममा भाग्ने छुट कसैले छैन, कुनैलाई पनि छैन। संविधानले स्पष्ट व्याख्या गरेको छ, संसदको संविधानको नेतृत्वमा संसद, प्रधानमन्त्री, मन्त्री र जवाफदेही हुन्छन् भनेर व्याख्या गरेको छ। त्यसमा सहजताको लागि नियमावली के को लागि हो भने बिमारी हुनु परेको अवस्थामा, देश बाहिर भएको स्थितिमा कहिलेकाहीँ प्रधानमन्त्री अति विशेष कामले या बिमारी भएर या देश बाहिर भएर उपस्थित हुन नसकेको खण्डमा प्रधानमन्त्रीले तोकिएको व्यक्ति मन्त्रीले जवाफ दिन या टेबल गर्न पाउनेछ भन्ने छ। त्यो व्याख्या त सधैँभरि प्रयोग गरियो भने त्यो त जवाफहीनता भयो नि त। यसले त कसरी संसद अगाडि बढ्न सक्छ? यसले कसरी अगाडि बढ्न सक्छ? त्यही कारणले हामीले केही होइन, धेरै व्यस्त पनि होइन, यही पेरिफेरी सिंहदरबारकै पेरिफेरीमा भएको हराएको मान्छे मात्रै खोजेको, त्यो पनि जवाफदेहिताको लागि, त्यो पनि जनताको मतको सुनिश्चितताको लागि, जनताको आवाजको लागि र त्यही सरकार प्रमुखले ल्याएको नीति तथा कार्यक्रमको छलफलको लागि। यति मात्रै। अब आज प्रधानमन्त्री आउनु भएन, भोलि पनि आउनु भएन भने प्रतिपक्षी दलहरूको अडान के हुन्छ, यहाँहरूको अडान के हुन्छ? हामी संसद यस्तै खालको लाचारपन, यस्तै खालको जवाफदेहीहीनता र यस्तै खालको प्रक्रिया अगाडि बढ्छ भने त्यो बेला हामी निर्णय गर्छौँ। हामी सबै प्रतिपक्षहरू एक ठाउँमा निर्णय गर्छौँ। सम्भवतः मेरो व्यक्तिगत कुरो हो, किन हामीले निर्णय गरेका छैनौँ, हामी संसद अवरुद्ध मात्र गर्दैनौँ, बहिष्कार पनि गर्न सक्छौँ। त्यसो भए भोलि एमाले संसद बहिष्कार गर्न सक्छ भनेर
मानौँ हामीले? यही खालको रवैया अगाडि बढिराख्यो भने, यही खालको अनुत्तरित, यही खालको दिशाहीनता र यही खालको कुनै प्रश्न छ भने हिजो तिमीहरूले गरेको भनेर भाग्ने भाष्य बनाएर तर्किन खोजिन्छ भने यो कदापि सही छैन।